हेलो माई ब्युटिफुल पिपल्स। आज यो गर्मीमा पौडी खेल्न चाहिँ अब लाग्यो, सुरु नै छ। होप यु एभ्रीबडी आर फिट एन्ड फाइन एन्ड लेट्स आवर जर्नी इज बिगिनिङ। गाडी अब हामी कारको पर्खाइमा छौँ होइन सर। आज यो गर्मीमा हो बाब्रे 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 साह्रै गर्मीमा चाहिँ पौडी चाहिँ खेल्नु पर्यो होइन। ठिकै छ, अब यसरी यात्राहरू सुरु भइरहेको छ। किले आजको चाहिँ शनि छ यहाँको वातावरणमा नै। के कसो क्षितिज भाइ? भाइ सन्दीप भाइ भन्नु उनी चाहिँ के छ आजको चाहिँ मिति जुन 22 गते 2026मा क्रुसियाको पवित्रले परेको कारणले हामी दाजुभाइहरू चाहिँ एरोन पार्कमा गएर चाहिँ रमाइलो गर्ने विचार गरेका छौँ। सो अहिले चाहिँ समय चाहिँ 12:20 कतिसकेको छ गाइस। अब चाहिँ हामी चाहिँ गाडी कुद्न जाँदैछौँ। सो लेट्स सी के हुन्छ, हामी तपाईँलाई देखाउने नै छौँ है त। ल गाइस चाहिँ यो आजको बबाल हान्नुपर्छ, बबाल पौडी खेल्नुपर्छ। अनि त्यहाँका चाहिँ खोक्का ब्युटिफुल चिक्सहरूलाई हेर्नुपर्छ होइन। बबाल दिनुपर्छ आज है। ल है गाइस हामीहरू गइरहेको छौँ आज कोरिसियाको स्विमिङ पुल। कोही है यो स्विमिङ पुल, ये जो स्विमिङ पुल है नि खिन्दुकाल नेपाल भन्नु क्या यार, ऊ छ नि त हाम्रो फ्रेन्ड्सहरू। अनि हामी त आज तपाईँको कोरिसियाको स्विमिङ पुलमा स्विमिङ गर्न स्विमिङ गर्न गइरहेको छौँ है साथीहरू। लाइक र फलो र सब्सक्राइब गरिदिनु होला ल। भइरहेको छ होइन एकछिन केटाहरू पछाडि। अनि यहाँ बिचको भ्यू छ अनि मा देखाउने छु। दाँटेहरू पनि रहेछ गाइज, यो दाँटेहरू पनि रहेछ होइन। आइसकेको छ होइन। अब बस चढेर हामी सरर जान्छौँ केटाहरू। फाइनली गाइज होइन बसमा पनि चढिसक्यो होइन। बसमा सानो यात्रा हुन्छ लगभग आधी घन्टा 40 मिनटको यात्रा पछि हामी पुगिसकेको छ। केटाहरू यता बसिरहेको छ सर के छ केटा हो। ल गाइज यो हामी लगत्तै म्याक्सिमिरदेखि बुकोबास्का हुँदै अब क्याप्सुलको यात्रा जारी छ। क्याप्सुलदेखि फेरि अर्को हामी ट्राम समातेर हामी त्यो स्विमिङ गर्ने नदीमा पुग्नेछौँ र हामी रमाइलो गर्नेछौँ। तपाईँहरूको यो मित यो प्लेस सिन ठेगानाको चाहिँ दृश्यहरूमा देखाइरहेको छु। अनि हाम्रो यो मित्र हुनुहुन्छ, केटाहरू चाहिँ कहिले पङ्खा कहिले मोबाइल अनि कसै व्यस्त आफ्नै पारामा व्यस्त छन् होइन। म चाहिँ यहाँ भिडियोग्राफी गराइरहेको छु। तपाईँ हाम्रो मित्रको चढ्ती कला देख्न सक्नुहुन्छ। नाटककार हो होइन। ह्यान्डसम म्यान पङ्खा लागिरहेको। लगत्तै स्याउबारीमा आइरहेका छौँ। यहाँ चाहिँ तपाईँ देख्नुहुन्छ विभिन्न चेरी लगायत स्याउका बारीहरू तपाईँ देख्न सक्नुहुन्छ होइन। यसरी नै हाम्रो यात्रा जारी नै छ सबै। अनि लगत्तै हामी पौडीको त्यहाँका दृश्यहरू लिनेछौँ, रमाइलो गर्नेछौँ। यस्तो ह्यान्डसमहरू फुलै फुलको फुल ऋतुको हरियाली नै हरियाली छ बाटोमा होइन। युरोपियन सिटिजनसिप भारतवासी कतै के समुद्र हो कि खोला हो कि के हो त्यो? सरी समुद्र हो कि खोला हो कि के हो त्यो? समुद्र त होइन, यो एउटा लेक जस्तो एउटा नदी स्वच्छ छ। त्यहाँ चाहिँ हेरौँ, वहाँ गएर चाहिँ त्यहाँका दृश्यहरू पनि देखौँ। मलाई पनि त्यति त थाहा छैन होइन। त्यहाँ गएर चाहिँ त्यहाँको तपाईँको फर्स्ट टाइम भिजिट हो? सबै दृश्यहरू म यहाँ देखाउनेछु। तपाईँको फर्स्ट टाइमको भिजिट हो? तपाईँको फर्स्ट टाइमको भिजिट हो त्यहाँ?
अनि तपाईँ त त्यत्तिकै कपडा नलगाइकन हिँड्नुहुन्छ। के गर्नु त साथी, अब गर्मी छ साह्रै, अब गर्मीमा अब यस्तै नै रमाइलो लाग्छ, यति नै आनन्द लाग्छ होइन, त्यही नै हो। अनि के फी पनि लाग्छ त्यहाँ कि त्यत्तिकै फ्री नै हो? त्यहाँ जहाँसम्म लाग्छ मलाई त्यहाँ धेरै नै हो, त्यहाँ पैसा लाग्दैन। त्यहाँ चाहिँ एउटा नहर हो होइन, त्यहाँ हरेक क्षेत्रबाट त्यहाँ मानिसहरू यो गर्मी बसिजान्छ, गर्मी मेटाउन अनि पौडी खेलेर गर्मी मेटाउन त्यहाँ जाने गर्दछन्। त्यहाँ चाहिँ एकदम ब्युटिफुल हाँचे मान्छेहरू देखिरहेको छ। त्यहाँ चाहिँ म यहाँ लगत देखाउनेछु। अनि भाँच्चे हेर्छु मैले लाइभ टिममा त्यसो बोल्ने हो। अनि के छ र एकदम बवाल। एकदम बवाल। म चाहिँ धेरै एक्साइट छु। धेरै त होइन, हाम्रो यात्रा म यात्राको कुरा मा आयौँ होइन। क्यापिटल एकदम सुन्दर छ, यहाँको चाहिँ रिलेपा छ होइन, अब एकदम ठुलो छ, तपाईँहरू देख्न सक्नुहुन्छ। तपाईँले जुम गरेर देखाउँदाखेरि होइन, जुम त हुँदो रहेछ ब्याग होइन, तपाईँ देख्न सक्नुहुन्छ होइन। देख्छ अब ल हाम्रो मित्र सबै होइन यसरी हिँडिरहेको छु। सक्नुहुन्छ यी घोडे पारको यात्रा, पल्लो घोडे पार भएर गाइजहरू यो सब यो पल्लो घोडे पारको केदार यता म यहाँ छु के मित्र, लगाउनु नि यार। यो हो हाम्रो केटाहरू यहाँ छन् होइन, ठिक छ। माथिल्लो घोडे पार्क साह्रै नै छ। पैसा काउनु न। हामी लगत्तै हामी क्यापिटलको घोडेपारमा ट्रामको वेटिङ गरिरहेका छौँ। केही समयको अब 2 मिनटमा ट्राम पनि आउँदैछ। 2 मिनटको ट्रामपछि अब त्यसपछि लगत्तै हामी यात्रा गर्नेछौँ। यहाँको धेरै राम्रो छ होइन, ठिक छ। गाइज लगत्तै ट्राम पनि आइसक्यो होइन, ट्रामभित्र चढ्दैछौँ लगत्तै। वाउ सो सुन्दर छ यो प्लेस, दरबार जस्तै होइन। How are you? Wow, so beautiful, mind-blowing place. Glass tour. Bubble हान्ने होला नि त अहिले पौडी। कस्तो सही हो। कस्तो हाल्नु अरे सन्देश ल, दुईजना उता फर्केर बस्छन् होइन। हाम्रो मन त मित्र गाइज हाम्रो यात्रा अझै पनि जारी छ। हाम्रो यात्राको मध्य भागमा आइसकेका छौँ। लगत्तै यहाँसम्म आउँदासम्म हाम्रो यात्रा मध्य बिन्दुमा पुगेको छ। केही समयपछि, केही मिनटपछि, लगभग आधी घन्टा 35 मिनटपछि हाम्रो यात्रा आउनेछ। त्यहाँ थाहा छैन, बिल्कुलै नयाँ ठाउँ हो, त्यही भएर चाहिँ
आज हामी चाहिँ लगत्तै ट्रामबाट उत्रेर अब बससम्मको यात्रा गरेछौँ। हाम्रो केटाहरू यता छन् गइसकेका छन् होइन। हामी लगत्तै अब सुरु भइरहेको छ। अब बसको यात्राको त्यहाँको भ्युजहरू देखाउँछु। माई ब्युटिफुल भइरहेछ। उता हेर्नु कता हुनुहुन्छ यार? फिल त राम्रै भइरहेको छ मलाई होइन। अब त्यो ट्रेन सकिएर अब हामी बसमा चढ्न जान लाग्यो। अब हेर बसको टिकट पनि अब चाहिन्छ कि क्या हो। अनि त्यहाँ गएर अब एकदम इन्जोय गर्ने, अनि पार्टी सार्टी गर्ने, बिएसएफ खाने, अनि त्यसपछि पनि ल ल ल ल गाएजो यस्तै गरी नै बबाल हुन्छ होइन। बबाल हान्नुपर्छ, बबाल हान्नुपर्छ, बबाल पौडी खेल्नुपर्छ, अनि फर्कनुपर्छ। त्यही हो। हाम्रो सुत्ती पनि आइरहेछ। आवाजसँगै उदिरहेको छु म, बादलसँगै घुमिरहेको छु म, आवाजसँगै उदिरहेको छु म, बादलसँगै घुमिरहेको छु म, सुन्दर सुन्दर हामी चाहिँ आरुण सेन्टर सिसाइड आइसकेको छौँ। तर लगत्तै बसबाट पनि उत्रिनु। फाइनली गाइज यो तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ सिसाइड होइन। हाम्रा केटाहरू चाहिँ अगाडि अगाडि हिँडिरहेका छन्। यहाँको बाटोबाट साह्रै रमाइलो छ। कोही ढाड सेकिरहेका छन् त कोही चाहिँ चुम्म पौडी खेलिरहेका छन् बिचबिचमा होइन। जौले हुनुहुन्छ यता पनि यस्तै छ, पछाडि पनि यस्तै आइरहेका छन्। हामी यता हिँडिरहेको छौँ होइन। रमाइलो छ यहाँको यात्रा पनि देख्नुहुन्छ। यही नै हो मित्र। कस्तो फिल भइरहेछ मित्र? राम्रो भइरहेछ मलाई। मन खुसी छ नि? साह्रै हो, साँच्चै हो। साह्रै नै रमाइलो छ यहाँ। कोही त पौडी खेलिरहेका छन् त कोही ढाड सेकिरहेका छन् होइन। आनन्दले यति छ गाइज होइन। हामी पनि अब एकछिनपछि पौडी खेल्ने अनि ढाड सेक्ने गर्नेछौँ। तपाईँ देख्न सक्नुहुन्छ यहाँको हरियाली वातावरणमा। त्यहाँ तपाईँ यो साइडमा देख्न सक्नुहुन्छ है। सबै मान्छेहरू चिल पारामा सुतिरहेका छन्, नुहाइरहेका छन् अनि ढाड सेकिरहेका छन् होइन। फाइनली गाइज हामी यहाँ हाम्रो क्याम्पिङ गराइरहेका छौँ होइन। यो हाम्रो क्याम्पिङ हो। ढाड सेक्ने कार्यक्रम हुन्छ। तर यही सन्दर्भमा घाम चाहिँ अहिले राम्रै छ वातावरण होइन। नुहाएपछि ढाड सेक्नको लागि चाहिँ घाम चाहिँ जरुरी छ होइन। फाइनली गाइज धेरै नै ब्युटिफुल छ यहाँका बिचहरू होइन। आर्टिफिसियल हो र होइन होला। के हो रे कुराकानी? यो कसरी बन्यो? यो ताल कसरी बन्यो रे? सुन्नुभयो गाइस, सेत्रिनाको पानी यहीँबाट जाने गर्दछ। तसर्थ यो कति स्वच्छ अनि निश्चल होला। यो अब देख्नु तपाईँहरू मेरो लागि सरप्राइज छ होइन। यहाँ चाहिँ बयर पनि रहेछ कि खानको लागि। यो सबै बयर होइन। तपाईँको माथि एकछिन भएको छ। म बयर खान्छु ल गाइज। अझै खाना नखाएको पनि फाइदै भयो यार गाइज हो यार। हाम्रो लागि सरप्राइज भएको छ क्या। खेलिरहेका छन् आनन्दले ल्याइरहेछन् अहिले रहेको छ पानी होइन। पानी चाहिँ सफै ठिकै छ। पानी एउटा छैन। गाइज पानी चाहिँ एकदम राम्रै छ होइन। पानी खेल्न लायकै छ होइन। जोस एकदम नराम्रो होइन, एकदम सफै भनौँ होइन। यतिको पानी पाउनु भनेको चाहिँ स्वर्ग
अब गङ्गाजल हुन्छ लगातार होइन त्यही नै हो तपाईँले सक्नुहुन्छ यहाँ मान्छेहरू छन् त्यही नै हो यो तालमा सर अब चाहिँ लगातार चोकिनुपर्छ यहाँ कति महिनाको हो मिनट पौडी खेल्यो अब चाहिँ मजा आयो गाइस अ ब्युटिफुल फुड बेसी नहुनुपर्छ है यहाँको बस्दै खाना जानुपर्छ चाहिँ यहाँ चाहिँ उठिरहेको छैन जो चाहिँ फाइनल्ली पौडी पनि खेल्यो होइन यता रमाइलो छ होइन तपाईँहरू यो आँखाको दृष्टि नदेखिने यो लेक देखिराख्नु भएको छ होइन साह्रै नै हाम्रो केटाहरू खुसी छन् होइन यतिको गटगट्टको होला र गरिरहेको छु त
चाहिँ डुब्दैछौँ उहाँ खुसीले परिरहनु भएको छ ल 1 2 3 भनेर तिमीले ल सन्दीप फर्स्ट चिती सोल्टी सेकेन्ड तपाईँ थर्ड अनि चन्द्रलाई लास्ट आज उपवास बसिया छ त्यसैले खाना खानु पर्यो लागि होइन त्यसपछि खाने खाएन आज गङ्गाजल पनि गऱ्यो होइन हो क्याम्प हो केटाहरू ह्यान्डसम गाइज हो हाम्रो चाहिँ आजको यात्रा यहीँसम्मलाई होइन जस आज हाम्रो यात्रा धेरै नै रमाइलो भयो यसरी हामी चाहिँ खुसियाली मन लिएर अनि एकदम फ्रिडम दिमाग लिएर हामी चाहिँ फेरि रुमतिरको यात्रा गरेर जाँदैछौँ ल यही नै हो बाँकी यसरी रमाइलो भयो ल बाई 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 त्यसका त्यसपछि अब अर्को नेक्स्ट ट्रिपको प्लानिङ गर्दैछ हामी यसमा पनि बबल हान्नुपर्छ है गाई चाहिँ बबल हान्नुपर्छ है तर यो पालि अब तपाईँको